कृषक दाजुभाइ दिदीबहिनीहरू र देश विदेशमा बसिरहनु हुने वैदेशिक रोजगारमा जानुहुने दाजुभाइहरू, हामी विशेष गरी कृषिलाई फोकस गर्नुपर्छ। देश विदेश जान पर्ने स्थिति हुँदैन। हेर्नुहोस् त, यो मौरीको खेती गर्न साह्रै सहज छ, किनभने मौरी उत्पादन गर्नको लागि हामीलाई मौसम साथ पेय राम्रो हुन्छ र हामी एक वर्षमा 2 सिजन हेर्न सक्छौँ। हेर्नुहोस् त मौरीको आम्दानी कस्तो छ र यहाँ हेर्नुहोस् त मौरी यस्तो राम्रो छ। यसमा हामी रोग र किरा मात्रै हेर्ने काम पुग्छ र शत्रुहरूबाट याद गर्ने हो। र हामीलाई कृषि गर्दाखेरि धेरै दुःख हुन्छ। हेर्दाखेरि यति भित्र हेर्ने हो भने एक बोट मकै फल्छ, एउटा काउली फल्छ, एउटा टमाटर रोप्न सकिन्छ। त्यसमा टमाटरबाट हो भनेदेखि हामीलाई 500 जति आम्दानी हुन्छ। तर मकै हो भने आधा केजी जति फल्न सक्छ। एक बोट मकैमा खासै धेरै हुँदैन। तर यसमा हामी वार्षिक 7 मुरी 8 मुरी गाउँले भाषामा र सहरी हिसाबले हेर्ने हो भनेदेखि 10 मन जति फलाउन सक्ने त्यति आम्दानी हुने काम गर्छ। हेर्नुहोस् त यो मौरीको कति राम्रो रहर लाग्दो परक छ। र हामीले यो मौरीको विशेष गरी आम्दानी खाने भनेकै यहाँ छ। र यो मौरी खेती गर्दाखेरि हामीलाई विशेष गरी वसन्त ऋतु र शरद ऋतुको बेला चाहिँ हामी विशेष ख्याल गर्नुपर्ने हुन्छ। र मौरी निरीक्षण गर्दाखेरि हामी सिजनमा मौसममा 10-10 दिनको अन्तरमा अथवा हप्ता दिनभित्र हेर्नुपर्ने हुन्छ यसलाई। र बेमौसममा हेर्ने हो भने 15 दिनमा हेर्नुपर्ने हुन्छ। यो मैले निरीक्षण मात्रै गरेको हुँ र तपाईँहरूलाई एउटा घार मात्रै देखाउन चाहे कृषक दाजुभाइहरूलाई। मौरी यसरी पाल्न सकिन्छ। यो पुरै मौरी घार हो। मैले एउटा घार मात्रै देखाएको छु। यता मेरो मौरीको घारहरू छन्। अब विशेष गरी घरमा रङ रोगन लगाउनु राम्रो होइन। हामीले रङ रोगन लगाइयो भने मौरीहरूलाई केमिकलले असर गर्छ। त्यसैले गर्दा हाम्रो गाउँठाउँमा पाइने अर्ग्यानिक माटोले लिपोत गरेको राम्रो हुनेछ। र मैले यो कृषक दाजुभाइहरूलाई सल्लाह सुझाव चाहिएमा र मसँग भएको सिपहरू तपाईँलाई दिन चाहनेछु। कमेन्टमा लेख्नुहोस्, सेयर गर्नुहोस्, लाइक गर्नुहोस् र जय कृषि जय किसान।